2082 साल कार्तिक 22 गते अर्थात् नोभेम्बर 8 तारिकका दिन परमपूज्य ड्रुपोन खम्टाक रिम्पोछे जिग्मे नावाङ नामग्यालज्यूको नेतृत्वमा सिन्धुपाल्चोकका यमुना डाँडा गाउँ र भोटेको सितिङ बोछ्यानमा रहेका गुम्बाहरूको अवलोकन भ्रमण सम्पन्न भयो। भोलिपल्ट कार्तिक 23 गते अर्थात् नोभेम्बर 9 तारिकमा रिम्पोछेज्यूले भुटेकोशी 1 बगाम र 1 छगामका गुम्बाहरूको पनि निरीक्षण तथा भ्रमण गर्नुभयो। त्यही अवसरमा बगाम गुम्बाका भर्खरै निर्माण गरिएको छर्तन अर्थात् स्तूपको उद्घाटन तथा अभिषेक पनि खम्टाक रिम्पोछेज्यूले सम्पन्न गर्नुभयो। उहाँको करुणामयी आशीर्वादले सम्पूर्ण क्षेत्र शुभ ऊर्जाले भरिएको थियो। यी भ्रमणहरूले धर्मको संरक्षण, संघको एकता र ड्रुक्पा परम्पराको निरन्तर फस्टाउने मार्गलाई अझ सबल बनाएको छ। हामी सधैँ परम पूज्य ड्रुपोन खम्टाक रिम्पोछेज्यूको करुणामयी मार्गदर्शन र आशीर्वादमा रहिरहन पाऊँ। ड्रुक्पा परम्परा सदा फैलिरहोस् र सबै प्राणीहरू सुखी र मुक्त होऊन्।